नमस्ते। बिहानको 8 बजेको सनसनी खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। खबरको साथमा छु म भरत तिखात्री सनसनी खोलेर फेरि पनि उपस्थित भएका मेरा सम्पूर्ण मामाहरूलाई शुभ प्रणाम छ हैन। उहाँ मामा हुनुहुन्छ, उहाँ पनि मामा हुनुहुन्छ हैन, लगायत यहाँ देवेन्द्र तिखात्री हैन केएम खबरका सञ्चालकजी हुनुहुन्छ उहाँ पनि। ल यहाँहरूलाई अब यो चिया कार्यक्रममा यहाँहरूलाई पनि स्वागत छ सम्पूर्ण हैन। हामी बिहानको चिसो बेङ्गलोरको मौसममा चिया पिने कार्यक्रम भइराखेको छ अहिले। आज चाहिँ यो जमघटको चाहिँ मेन उद्देश्य चाहिँ के छ? जमघटको मेन उद्देश्य भनेको नै मामासम्म केही टुक्काहरू अलि राम्रोसम्म भइराखेको छ। तपाईँ हेर्न सक्नुहुन्छ हाम्रो मामालाई। यहाँ मामा हुनुहुन्छ, मामाले दुई शब्द केही अलि राम्रो मिठो भन्नुहुन्छ भने उहाँलाई स्वागत छ मामाजी। मामाजी आज मेरो भन्ने धेरै दिनपछि मलाई धेरै खुसी लाग्यो। धन्यवाद छ। सदा सुखी रहन्, हमेसा खुश रहन्, वर्ष मामाजी अब हामीले सुनेको थियौँ तपाईँसँग चाहिँ धेरै प्रतिभाहरू छ, तपाईँहरू चाहिँ मिमिक्री गर्नुहुन्छ सुनेको थियौँ नि। अहिले चाहिँ कुन एक्टरको मिमिक्री गर्नुहुन्छ अहिले? ल जाओस् त नाम एकचोटि जाओस् त मामाजी खै। ल मिथुन भाइको उठेर नै हो। मिथुन भाइको एक्टिङ गर्नु म। ल समात्ने मामाजी साथीहरू अहिले चाहिँ मामा चाहिँ रेडी हुनुभयो अरे। ल तपाईँ हेर्न सक्नुहुन्छ मामाजी रेडी भइराख्नु भएको छ। ल मामा क्या इधर बैठ के चाय पीने ले? हाँ, अरे अपन को बुलाना मांगता है ना चाय पिलाने को अपन बुलाता नहीं, अकेले अकेले पीता इधर। मालूम नहीं तुमको? शंकर दादा का इलाका है, समझा? अगर किसी ने इधर जस्ट आवाज किया ना, उसके हाथ पकड़ के उसके हाथ में दे दूंगा, समझा? कोई सब